म पनि त्यति बेला राज्य मन्त्री थिएँ। अब त्यसको मन्त्री चाहिँ सुदन किरातीजी हुनुहुन्थ्यो। त्यति बेला त्यो शब्दा किन्ने मिसिनको बारेमा टेन्डर चाहिँ 2टा कम्पनीले हालेको भन्ने छ र एउटा चाहिँ त्यही शब्दा किन्ने नै कम्पनी रहेछ। त्यसको नाम मलाई अहिले कन्ठ छैन, त्यो छ त्यही उसमा, शब्दा किन्ने नै कम्पनी रहेछ। अर्को चाहिँ प्रिन्टर मेसिन किन्ने कम्पनी रहेछ। अनि पछि मलाई जानकारी के आयो भने शब्दा किन्ने मेसिनलाई बाइपास गरेर प्रिन्टर मेसिन किन्ने मेसिनलाई इन गरेर, होइन, त्यसले आउट गरे, उसलाई इन गरेर अनि सबै परपञ्ज भनौँ कागज पत्र सबै परपञ्ज त्यही प्रिन्टर मेसिन किन्ने वरिपरि चाहिँ त्यसलाई वैधानिक बनाएर त्यसलाई चाहिँ अब खरिद प्रक्रियाको चाहिँ मापदण्ड पनि त्यतै जोडेर अब उसले चाहिँ अब खरिद प्रक्रियामा के भएन भन्ने गराएर के हो अब त्यो सबै गराएर अनि प्रिन्टर किन्ने मेसिनलाई शब्दा किनेर ल्यायो भन्ने होइन। 19 दिने जनआन्दोलनले नेपाली जनताहरूलाई आफ्नो राजनीतिक अधिकारप्रति धेरै सचेत, धेरै जिम्मेवार र एक प्रकारले संविधान मार्फत समृद्ध बनाइसकेको अवस्था पनि हो। सिङ्गो चाहिँ राज्यको सम्पत्तिलाई जुन दोहन गर्ने जुन कुचेष्टा गरियो त्यो भनेको घुसपेट नै हो र घुसपेट कसरी, कहाँबाट, कसले गर्यो भन्ने कुराका पुष्टाइहरू बिस्तारै अहिले यो सरकार जुन बनिरहेछ, यसले जुन गतिविधि गरिरहेछ, यसबाट पनि पुष्टाइ भएको छ। हामी छलफल गर्दाखेरि या आम जिज्ञासा त्यस्तो पनि उठेको छ र इतिहासमा कतै पहिलो प्रधानमन्त्री महिला, दुर्भाग्य त्यस्तो नहोस्, म कामना गर्न चाहन्छु, पहिलो प्रधानमन्त्री महिला त्यो पनि असफल प्रधानमन्त्री भएर कतै उहाँले भोलि चाहिँ छोड्न पर्ने हो कि यो नागरिक समाजको पद भन्ने हामीलाई कहीँ न कहीँ त्यो एउटा चाहिँ आशंका पैदा भएको छ हामीलाई। त्यो कारण के हो त भन्दा उहाँको उद्देश्य भनेको 2टा हो। एउटा नेपालमा सुशासन, यो जेनजीको एजेन्डा, त्यस कारणले उहाँ त्यहाँ खडा हुनुभएको, एउटा सुशासन कायम गर्ने। दोस्रो नेपालमा अब चुनाव गराउने र चुनाव कुन मोडेलमा गराउने त भन्दा कार्यकारी मोडेलमा गराउने। प्रचण्डले नेतृत्व हस्तान्तरण गर्ने लक्ष्य मिसन लिएनन्, आफै नेतृत्वमा जाने सोच बनाए, सो अनुसार अगाडि बढे। अब उहाँबाट चाहिँ देशको रूपान्तरण सम्भव छैन, हामी गर्छौँ, अब ध्रुवीकरण हामी अभियान चलाउँछौँ भनेर उहाँ लगायत तपाईँकै सहकर्मी, तपाईँ नै राज्य मन्त्री हुँदा मन्त्री बन्नुभएको सुदन किरातीको टिमले तपाईँहरूलाई छोडेको छ, के भन्नुहुन्छ? दर्शकवृन्द नमस्कार, नेपाली CNN मिडिया मार्फत यहाँहरूमाझ हामी देशका सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक विविध क्षेत्रभित्र रहेका वास्तविकताहरू निरन्तर रूपमा पस्कँदै आइरहेका छौँ। यसै सिलसिलामा आज हाम्रो टिम यति बेला पूर्व राज्य मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भर्खरै एकता भएको नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य निवर्तमान माननीय सुशीला सिरपाली ठकुरी ज्यूसँग हामी आइपुगेका छौँ। पछिल्लो समय जेएनजी आन्दोलनले लिएको मार्गनिर्देशन र अहिले पछिल्लो अवस्थामा नेपालमा भइरहेको राजनैतिक उतार चढाव, यो विषयमा आज हामी विशेष बहस गर्नेछौँ। नेकपा माओवादी केन्द्रभित्रको आन्तरिक विवाद र गुटफुटको अवस्थाको विषयमा पनि आज हामी त्यो भित्रको वास्तविकता खोतल्ने प्रयास आजको बसाइमा हामी गर्नेछौँ। मलाई आशा छ आजको हाम्रो बसाइ आदरणीय दर्शकवृन्दहरूको निमित्त पनि महत्त्वपूर्ण बन्नेछ भन्ने मैले अपेक्षा लिएको छु। दिजु नमस्कार। नमस्ते। सन्चै हुनुहुन्छ? ठिकै छु, तपाईँलाई? एकदमै ठिक छ। तपाईँ नेपाली कम्युनिस्ट आन्दोलनको एउटा खम्बा हो, महिलाहरूको एउटा आँट हो, भरोसा पनि हो। भर्खरै गत भदौ 23 र 24 को जेएनजी आन्दोलन सर्वविदितै छ। यो आन्दोलन हुनुका पछाडिका कारणहरू के हुन्? तपाईँहरू हो कारणहरू? अब हामीहरू नै हो भनेर भन्दाखेरि सायद जेएनजी आन्दोलनकारीहरूलाई अन्याय होला। किनभने जेएनजी आन्दोलनकारीहरूले उठाएका एजेन्डाहरू माओवादीहरूले नेपालको संविधान घोषणा प्रक्रियामा रिजर्भेसन नै नोट अफ डिसिसन लेखेका एजेन्डाहरू छन्। हामीले उठाएका एजेन्डाहरू हिजो 72 सालको संविधानको घोषणा गर्ने प्रक्रियामै हामीले उठाएका हौँ। त्यति बेला दुर्भाग्य भनौँ हाम्रा जुन अहिले तत्कालीन निवर्तमान सरकारमा रहेका दलहरूले नै असमर्थन जनाएको कारणले हामीले ती मागहरू संविधानमा लेख्न दर्ज गर्न पाएनौँ। त्यस कारणले हामीले जेएनजीहरूले उठाउने एजेन्डाहरू हामीसँग मिल्ने भएकोले
हाम्रो कारणले जेनजी आन्दोलन या यो परिस्थिति सिर्जना भएको भन्ने कुरा चाहिँ जेनजीहरूमाथि न्याय हुन सक्दैन। त्यसपछि तात्कालीन अवस्थामा रहेका सरकारमा रहेका हजुर एमाले र काङ्ग्रेसको कारणले गर्दा जेनजी आन्दोलन भएको अब फ्याक्ट भन्नुहुन्छ भने पछिल्लो चरणको वस्तुस्थिति त्यही हो। किनभने नेपालको अवस्था र नेपाली नागरिकहरूको अवस्था भनेको यो 21औं शताब्दीमा उनीहरू धेरै चेतनाको हिसाबले विकास गरिसकेको अवस्था हो र तोसँगै नेपाली जनयुद्ध, अहिले म फेरि जोड्न चाहन्छु, नेपालको जनयुद्धले 19 दिने जनआन्दोलनले नेपाली जनताहरूलाई आफ्नो राजनीतिक अधिकारप्रति धेरै सचेत, धेरै जिम्मेवार र एक प्रकारले संविधान मार्फत समृद्ध बनाइसकेको अवस्था पनि हो र त्यही कुराहरूले काहीँ न काहीँ फेरि कुठाराघात गर्ने कोसिस पछिल्लो चरणको जुन 2/3 भन्ने सरकारहरू हुनुहुन्थ्यो नेतृत्व गरिराख्नुको उहाँहरूले गर्ने कोसिस गर्नु। खास गरेर तपाईँलाई थाहा छ मिडियाको मार्फत मिडिया जुन को एउटा चाहिँ मिडियामाथि अङ्कुश लाउने काम भयो र अङ्कुश लाउने काम हुँदाखेरि नेपालको आन्दोलनको एउटा मूल उपलब्धि भनेको वाक स्वतन्त्रता पनि हो र त्यो वाक स्वतन्त्रमाथि जसरी चाहिँ तानाशाही प्रवृत्ति व्यवहार या त्यो खालको एउटा शासन लाद्ने काम भयो त्यसको विरुद्धमा हामीले संसदभित्र बाहिर विभिन्न तरिकाले आवाज त हामीले उठाउँदै आएका थियौँ। तपाईँहरूलाई थाहा छँदैछ हाम्रो लिडरले पनि हाम्रो अहिलेको महाधिवेशन आयोग समिति संयोजक कमरेड प्रचण्डजीले पनि यो कुरो ठाउँ ठाउँमा राख्दै आउनुभएको थियो कि सरकारले यो गरेको व्यवहार ठिक छैन भनेर हामीले पनि सचेत गराउँदै आएका थियौँ। तर बल प्रयोगले सबै कुरा ठिक हुन्छ भनेर जसरी सरकारले सोच्यो त्यसको परिणामस्वरूप चाहिँ यो स्थिति सिर्जना भएको। जस्तो तपाईँले अघि उल्लेख गर्नुभएको विषय जो छ जेनजीहरूले भने जस्तै देशमा सुशासन चाहियो, भ्रष्टाचार निर्मूल हुनु पर्यो, यिनै मुख्य मागहरू राखेर जेनजीले आन्दोलन गरेको थियो। यिनी मागहरू तपाईँहरूले सरकार प्रवेश हुँदै गर्दा तत्कालीन अवस्थामा पनि राख्नु भएको। तर तपाईँहरूको लडाइँ जेनजीहरूले जोसँग लडाइँ लड्दै थिए तिनैसँग नेकपा माओवादी केन्द्रले सुरुबाटै लडाइँ लड्दै आएको हो भन्ने कुरा उल्लेख गर्नुभयो। हो, खास गरेर माओवादी सरकारले नेतृत्व गर्दै गर्दाखेरि हाम्रो एजेन्डा भनेको सुशासन र नेपालको समृद्धि हजुर कसरी अब सम्पन्न गर्ने भन्ने कुरा नै मुख्य थियो र नेपालको संविधान अन्तर्गत नेपालको संविधानमा जुन समाजवाद उन्मुख हामीले संविधानको परिकल्पना गरेका छौँ र समाजवाद उन्मुखको संविधानलाई कसरी कार्यान्वयन गर्ने भन्ने कुरा नै चिन्ताका साथ त्यति बेलाको तत्कालीन कमरेड प्रचण्डको नेतृत्वमा भएको सरकारले त्यो खालको उद्देश्य राखेर आफ्नो कार्ययोजना कार्यक्रमहरू बनाइराखेको अवस्था हो र भ्रष्टाचारको हकमा ठुलै एक्सन गरेको कुरा सर्वविदित छ। भुटानी शरणार्थीदेखिका केसहरू लिएर लगायतका विषयहरूमाथि ठुलो एक्सन प्रक्रिया चाहिँ गरिराखेको थियो र अझ थप एक्सनमा जाने कुराहरू पनि अब जगजाहेरै छ त्यो थियो। त्यही कारणले सरकार ढलेको कुरो पनि त्यो आम जगतमा अहिले प्रष्ट भइसकेको छ, यसमा भन्नु नपर्ला। यी सबै कुराहरूले गर्दाखेरि नै वास्तवमा हाम्रो चाहिँ भनौँ न हिजोदेखि उठेका कुराहरू सुशासन र समृद्धिका कुराहरूलाई हामीले उठाएका कुराहरू थिए र हामीले हाम्रो सरकारको माध्यमबाट पुरा गर्न कोसिस गऱ्यौँ र पछिबाट त्यही कुराहरूलाई बाधा अर्चन गर्दै ठुला दलहरूले आफ्नो अनुकूलतामा सरकार बनाए, यो सरकारलाई विघटन गरे जुन बनेको सरकार थियो र त्यो कुराहरू फेरि कहीँ न कहीँ पुरा नहुनुको कारणले पनि जेनजीहरूले यो अवसर पाएको हुन सक्ने प्रबल सम्भावना त्यो पनि एउटा हो। खासै भलै त्यो भित्र जेनजीहरूको आन्दोलन चाहिँ हाइजेक भएको कुरो पनि सत्य हो। यो जस्तो हाइजेक विषय छ, जस्तो 23 गते जसरी विद्यालयबाट स्कुल युनिफर्ममा कलेजको ड्रेसमै विद्यार्थीहरूलाई कलिला विद्यार्थीहरूलाई ताकी ताकी गोली हानेर मार्यो, त्यसको परिणाम स्वरूप भोलिपल्ट देशले ठुलो नरसंहार बेहोर्नु पर्यो। एसियाकै ठुलो मानिएको सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रधानमन्त्री आफ्नो कार्यस्थलबाटै भागेर बच्नुपर्ने परिस्थितिको सिर्जना हुँदै गर्दा त्यसभित्र चाहिँ घुसपैठ भएको हो कि भन्ने आशंका चलिरहेको छ। यो अब घुसपैठ होइन भनेर भन्नु पनि यसको कुनै आधार चाहिँ देखिँदैन। खास गरेर यो किन जले यी यसरी चाहिँ सरकारी भवनहरू
व्यक्तिका त ल एकछिनको लागि हामी एउटा चित्त बुझाउने माध्यम के हुनसक्छ भने राजनीतिक रूपमा केही असन्तुष्टि थिए, त्यस कारण व्यक्तिको घरहरू जलाइए भन्न पनि सकिन्छ। तर ठुल्ठुला जुन एउटा राज्यका सम्पत्ति अहिले जुन सरकार बन्दैछ उसले पनि त चाहियो, त्यो भवन त चाहियो होइन। अहिले त्यो भवन मिटिङ बस्नको लागि हिजै चाहिँ यो सरकार बनिसक्यो, नागरिक समाज सरकार बनिसकेपछि मन्त्रीको क्वार्टरहरू निर्माण गर्न त हुँदैन भयो। यी सबै कुराहरू जुन छन् यो सबै घुसपेट हो भन्ने कुरोको पुष्टि कहाँ बिर्ता भने यो जेनजी जुन चाहिँ अब 10 क्लास 9 क्लास 12 क्लास पढ्दै गरेका आम विद्यार्थी भाइ बहिनीहरू जुन छन् स्वच्छ ढङ्गले जुन जेनजी आन्दोलन हो उनीहरूले हातमा पेट्रोल बम बोकेर गएका छैनन् र उनले त्यो पेट्रोल बम भन्ने के हो भन्ने पनि सायद मलाई त्यो ज्ञान चाहिँ छैन। तर देखियो के भन्नुहुन्छ भने भिजुअल मार्फत पनि अहिले चाहिँ अब यो अनुसन्धान गर्दाखेरि पनि हातमा पेट्रोल बम बोकेर अनि त्यो पेट्रोल बमलाई पुरा चाहिँ खोलेर जसरी आगो लागिएको छ त्यो के हो त ल भन्नुहोस्। त्यो घुसपेट नभएर अग्रिम योजना नभएर अग्रिम प्लान नगरिकन त्यो पेट्रोल बम हातमा जादुको छडी त होइन जुन यसो गरेपछि गुलाबको फुल निस्किने, यसो गरेपछि परिया निस्किने, त्यहाँ कुनै जादुगर त गएको छैन, त्यता मान्छे एउटा होइन बिना जादुगरका मान्छेहरू गएका छौँ भनेपछि पेट्रोल बम हातमा आएर अनि फालेर सिङ्गो चाहिँ राज्यको सम्पत्तिलाई जुन दोहन गर्ने जुन कुचेष्टा गरियो त्यो भनेको घुसपेट नै हो। र घुसपेट कसरी कहाँबाट कसले गर्यो भन्ने कुराका पुष्टाइहरू बिस्तारै अहिले यो सरकार जुन बनिरहेछ यसले जुन गतिविधि गरिरहेछ यसबाट पनि पुष्टाइ भएको छ एकदमै। अब म तपाईँसँग जोडिन चाहन्छु जस्तो जेएनजी आन्दोलन पछाडि तात्कालीन सरकार विघटन भई, हजुर संसद विघटन भई नयाँ सरकार बनेको अवस्था छ। नयाँ सरकार जो नागरिक सरकार भनिएको छ, नयाँ सरकारको गतिलाई चाहिँ तपाईँले कसरी लिनुभएको छ? सरकारले खासमै भन्ने भने सुशासन, समृद्धि र सामाजिक न्यायका सवालमा खासै चाहिँ उपलब्धिमूलक कार्य गर्न सकेको छैन भनेर जनगुनासाहरू बढ्न थालेका छन्। हुन त एक हिसाबले चुनावी सरकार पनि हो, चुनावको तयारी पनि रहला, तर यो बिचमा हरेक क्षेत्रबाट सरकारलाई पनि एक खालको दबाब र प्रेसर आएको हामी देख्छौँ। हजुर सरकारले अब कसरी अगाडि बढ्यो भने चाहिँ यो देशको समृद्धिका निमित्त, यो देशको रूपान्तरणका निमित्त यो अन्तरिम सरकारले देशलाई अगाडि बढाउन सक्ला जस्तो लाग्छ? अब यो नयाँ सरकारको बारेमा अब कुरो उठाइहाल्नु हो। नयाँ सरकारको बारेमा अहिलेसम्मको जुन गतिविधि छ यो गतिविधि हेर्दाखेरि यसले आफ्नो जुन एउटा एजेन्डा लिएर बनेको हो, खास गरी यसले जुन म्यान्डेट प्राप्त भएको त्यो म्यान्डेट अनुसार पनि यो आफ्नो कार्य गर्न सक्छ या सक्दैन भन्ने प्रश्न खडा भएको छ। एकदमै मलाई लाग्छ यसले आफ्नो परिचय नै असफलताको दिने हो कि भन्ने काहीँ न काहीँ हामी छलफल गर्दाखेरि या आम जिज्ञासा त्यस्तो पनि उठेको छ। र इतिहासमा कतै पहिलो प्रधानमन्त्री महिला, दुर्भाग्य त्यस्तो नहोस् म कामना गर्न चाहन्छु, पहिलो प्रधानमन्त्री महिला त्यो पनि असफल प्रधानमन्त्री भएर कतै उहाँले भोलि चाहिँ छोड्न पर्ने हो कि यो नागरिक समाजको पद भन्ने हामीलाई कहीँ न कहीँ त्यो एउटा चाहिँ आशंका पैदा भएको छ हामीलाई। त्यो कारण के हो त भन्दा उहाँको उद्देश्य भनेको दुईटा हो। एउटा नेपालमा सुशासन, यो जेएनजीको एजेन्डा, त्यस कारणले उहाँ त्यहाँ खडा हुनुभएको, एउटा सुशासन कायम गर्ने, दोस्रो नेपालमा अब चुनाव गराउने। र चुनाव कुन मोडेलमा गराउने त भन्दा कार्यकारी मोडेलमा गराउने भन्ने कुरा, यो दुईटा एजेन्डामा उहाँलाई जिम्मा मात्र त्यति हो। एउटा चुनाव गराउने एजेन्डा उहाँलाई जिम्मा भनेको, त्यो पनि कार्यकारी मोडेलमा। त्यसमाथि दोस्रो एजेन्डा भनेको नेपालको सुशासनलाई कसरी चाहिँ उहाँले व्यवस्थापन गर्न सक्नुहुन्छ, सुशासनलाई हैन स्थापित गर्ने कुरा, भ्रष्टाचारहरूलाई कारबाही गर्ने कुरा। यो दुईटै एजेन्डा बाहेक मलाई लाग्छ उहाँहरूले अरू कुनै अधिकार छैन। यो काम चलाउ सरकार एक प्रकारले भन्नुहुन्छ नि काम चलाउ सरकार पनि हो। किनभने हिजो हामीलाई थाहा छ नि खिलबहादुर रेग्मीज्यूको नेतृत्वमा नागरिक समाज बनेर जब बाबुराम भट्टराईले छोडेर उहाँले जिम्मा दिनु हो र त्यति बेला म चाहिँ दलित आयोगको अध्यक्ष थिएँ। म तपाईँले स्मरण गराउँ, यो किन म जोड्न खोज्दैछु भने म दलित आयोगको अध्यक्ष थिएँ र मैले त्यति बेला दलित आयोगले संवैधानिक आयोगतिर बदल्न पर्यो, यो कानुनी आयोगतिर लिएर जान पर्यो भनेर हाम्रो चाहिँ एउटा चाहिँ कानुनी त्यो प्रक्रियामा लिएर जान पर्यो भनेर हाम्रो एउटा डेलिगेसन थियौँ। खिलबहादुर रेग्मीजीकोमा गयौँ। हामी गइसकेपछि उहाँले के भन्नु भने हामी मात्र चुनाव गराउन बनेको सरकार हो, हामीलाई म्यान्डेट भनेको मात्र चुनाव गराउने छ, हामी समयमा चुनाव गराउने हो र हाम्रो ध्यान, हाम्रो तयारी, हाम्रो सम्पूर्ण चिज भनेको त्यता हो। यो संवैधानिक नियुक्ति, संवैधानिक खारेजी, संवैधानिक कुराहरू हामीले केही पनि गर्ने हामीले म्यान्डेट छैन, त्यसकारण यो हामी गर्न सक्दैनौँ भनेर उहाँले भन्नु। मन्त्रीले पनि त्यही भन्नु। त्यति बेलाको हाम्रो मातहतको मन्त्री भने सङ्घीय
के अरे मन्त्रालय अन्तर्गतको थियो त्यो आयोग होइन। अनि हामी मन्त्रीलाई नि भेट्न, मन्त्रीले सिधै के भन्नु भने हामी त चुनाव गराउन आएको, हामी यो संवैधानिक नियुक्ति संवैधानिक प्रक्रियाहरूलाई गठन गर भन्ने हिसाबले हामीले म्यान्डेट छैन म्याडम भन्नुभयो। अरू कामको लागि भन्नु, अरू कामको हामीसँग मुख्य विषयतिर हामी केन्द्रित हुने भन्नु, उहाँले समयमै चुनाव गराउनु, उहाँ सफल भएर जानु। भ्रष्टाचारको सवालमा जेनजीले जुन खालको विद्रोह गरे भ्रष्टाचारको विरुद्धमा, अब यो सरकारले भ्रष्टाचारीहरूलाई करप झ्याप पार्नुपर्छ भन्ने आवाज पनि अहिले सडकमा पनि उठ्न थाल्यो। त्यही भएर मैले सरकारले सुरुवातै गर्न सक्यो। त्यही भएर मैले के जोड्दै थिएँ भने यो सरकारको म्यान्डेट जुन हो त्यो केन्द्रित हुनु पर्थ्यो। उसले त्यो खालको एउटा चाहिँ सहयोगहरू, त्यो खालका सुझावहरू लिँदै अथवा राजनीतिक दललाई पनि त्यो खालले चाहिँ हामीलाई चाहिँ भ्रष्टाचारको मुद्दामा कारबाही गर्ने कुरामा सहयोग गराई, सुशासनको पक्षमा सहयोग गराई भनेर राजनीतिक दलहरूले पनि साथ लिँदै, किन सबै मान्छे त खराब त छैनन्, सबै मान्छे गलत पनि छैनन्, त्यो कुरालाई गर्दै उहाँहरू अगाडि जान पर्ने हो। अहिले आएर त्यो देखिँदैन। उहाँहरू यो सुशासनको मुद्दामा त उहाँ चुकेकै देखिन्छ, एकदमै चुक्नु भएको छ। एक प्रकारले भन्ने असफल भन्दा पनि हुन्छ। अहिले आजको दिनसम्म आउँदाखेरि भोलि उहाँहरूले एक्सन गर्नु होला, त्यति बेला देखाउँला। आजसम्म उहाँहरू केमा किन अलमल लिनुभएको छ यो अब यो सोच्ने विषय छ एक। दोस्रो कुरो, उहाँले चुनाव गराउने कुरामा तयारी गर्ने कुरा त अगाडि बढेको कुराहरू देखिँदैछ, तर फेरि उहाँहरू चुनाव गराउने चिन्ताभन्दा उहाँहरू अलिक फरक चिन्तामा डुब्नुभयो। उहाँहरू कहिले चाहिँ राजदूतले फिर्ता बोलाउनेतिर जानुहुन्छ, कहिले भूमि आयोगतिर जानुहुन्छ, कहिले संवैधानिक प्रक्रियातिर चाहिँ जिस्काउने, यो उहाँहरूको म्यान्डेट होइन होइन। उहाँहरू संविधानभन्दा पनि माथि उठेर चाहिँ कार्य गर्दै हुनुहुन्छ के, संविधानभन्दा पनि माथि उठेर। त्यो भनेको के हो? अनि भोलि यही संविधानको मर्म र मूल मर्म र भावनालाई नस्वीकार्दाखेरि आज जेनजीहरू उठे, भलै त्यो मुद्दाभित्र हाइजेक भयो, दुर्भाग्य कुरा हो होइन। अनि उहाँहरू पनि फेरि संविधानभन्दा माथि उठेर अन्त चाहिँ गर्न थाल्नु, अन्त उहाँलाई गर्ने त्यो जुन एउटा इसारा पैदा भएको छ उहाँ गर्दै हुनुहुन्छ, त्यस्तो गर्न थाल्नु त नेपाली जनता, नेपाली राजनीतिक पार्टीहरू चुप्लाएर बस्नेवाला छैनन्। भलै हामी अलग अलग कित्तामा छौँ, यति बेला हामी एमाले, काङ्ग्रेस, अहिले नेपाली कम्युनिस्ट पार्टी बनेका छौँ होइन, अरू पनि धेरै पार्टीहरू छौँ यो देशमा, कोही स्वतन्त्र होला, त्यो बेला चाहिँ सबै एक। तर संविधानभन्दा माथि उठेर नेपाललाई फेरि फरक खाले सोच्न थालियो भने हामी फेरि सबै एक ठाउँमा आउँछौँ। हामी यहाँनिर एउटा प्रश्न चिन्ह उठ्छ, अहिलेको अन्तरिम सरकार कतैबाट परिचालित छ कि कसैको इसाराबाट चल्दैछ कि भन्ने आशंका चाहिँ नेपाली राजनैतिक दलहरूलाई परेको छ। यो उहाँहरूको व्यवहारबाट पनि बिस्तारै पुष्टि हुँदैछ। यो तपाईँ हामीले शङ्का गरेर आरोप लाएर प्रत्यारोप लाएर या रिस उठेर भनेको कुरो होइन, यो बिस्तारै छ। आज म तपाईँले यहीँ जोड्छु एउटा, हजुर, कृष्णबहादुर महरा भन्दा अपराधी यो समाजमा भुटानी शरणार्थीहरूका मान्छे पनि छन्, तर तिर कि त त्यता सोझाइँदैन। म यो तपाईँले प्रश्न गर्नु भएन, तर मैले जोडेँ। हजुर, कृष्णबहादुरलाई छोप्दाखेरि भुटानी शरणार्थी लगायतका भ्रष्ट मान्छेहरू किन छोपिँदैन? जसले कृष्णबहादुर किन छोपिए भन्दा हिजो उहाँ सभामुख हुँदाखेरि कयौँ विषयहरू सायद रिजर्भेसन रहे कि आज त्यसैको निशाना हो कि भन्ने पनि आज एउटा आम जगतमा प्रश्न चिन्ह छ। होइन, तर एउटा जायज प्रश्न चाहिँ कृष्णबहादुर महराले पनि बदमासी काम त गरेका हुन्, बदमासी गरेका होइनन् भनेर म भन्न खोजेको छैन। मैले भन्छु उहाँले बदमासी गर्दै जाँदा कि अरू मान्छेहरू किन छोपिँदैनन् त बदमासी गर्दाखेरि? उहाँ त अझ एक प्रकारले भन्नुहुन्छ भने अहिले चाहिँ उहाँको छोरो चाहिँ धरोटीमा छ, उहाँ आफै पनि तारेखमा हुनुहुन्थ्यो, उहाँको पुष्टाइ अझै भइसकेको थिएन। पुष्टाइ नभएको मान्छेलाई छोपेर चाहिँ फेरि पुष्टाइ भए बराबर व्यवहार गर्नु भनेको यो के हो? यसको जवाब कसले खोज्ने हो? र अन्य भ्रष्टाचारका फाइलहरू अन्य किन नखोलिनु? अहिले अन्तिमसम्म जेनजीहरूले भन्नुहुन्छ गृहमन्त्रीले किन चाहिँ अन्तिमसम्म के अरे गोली हान्नेलाई किन छोपिँदैन भनेर अझै पनि उहाँहरूको माग छ। त्यो माग किन सुनाइ हुँदैन कि त्यसको जवाब दिन पर्यो, जस्टिफाई दिन पर्यो नि यो सरकारले। हामीले किन गिरफ्तारी गरेका छैनौँ, कारण यो हो भनेर मिडिया मार्फत हो कि अथवा चाहिँ के गरेर हो, मन्त्रालय के अरे प्रधानमन्त्रीले बोल्ने हो कि मन्त्रीले बोल्ने हो कि मिडिया पत्रकार सम्मेलन गरेर बोल्ने हो कि बोलेर आम नागरिकलाई जस्टिफाई त दिन पर्यो नि। जस्टिफाई चाहियो कि आजको नागरिकलाई। उहाँले त्यस्तो पनि दिन सक्नु भएको छैन, कारबाही पनि गर्नु न भनेपछि दाल कालो छ कि पुरै दाल काली छ भन्ने कुराको आशंका जबरजस्त यति बेला नेपाली नागरिकमाथि छ। हेर्नुहोस्, अब म यहाँसँग जोडिन चाहन्छु। हजुर, तपाईहरू हुन त पुष्पकमल दाहाल प्रचण्ड एक अस्थिर राजनीतिक पात्र हुन् जसले यो देशको भविष्यको निमित्त
जोखिम मोल्छन् या आफू शक्ति र सत्तामा रहनको निमित्त जोखिम मोल्छन् भनेर नेपाली जनताले एक खालको आशंका चाहिँ बेला बेला गर्ने गरेका छन्। म तपाईँसँग जोडिन चाहन्छु। यो जेएनजी आन्दोलन पछि पुस्तान्तरणको विषय जोडतोडले हरेक राजनैतिक दलमा जोडिएर आयो। माओवादी केन्द्रबाटको अध्यक्षबाट एकाएक अधिवेशन आयोजक समितिको संयोजक बन्नुभयो उहाँ, अर्थात् नेतृत्व छोड्नुभयो। तर एकाएक फेरि 9-10 वटा राजनैतिक दलहरूसँगको पार्टी एकता अभियान एउटा चाहिँ चलाएर नेकपा माओवादी केन्द्रको नाम निशानै मेटिने गरी नेपाली कम्युनिस्ट पार्टी बनाउनु भयो। अब तपाईहरुमाथि जनताले प्रश्न गर्न थालेका छन्, शहीद बेपत्ता घाइतेहरूको किन व्यवस्था गर्नुभयो? उहाँहरूको त्याग र बलिदानबाट तपाईहरु आज यहाँ स्थापित बन्नु भएको होइन र? तपाईले गरेको प्रश्न अब आम जनताले गरेको प्रश्न भित्रैको कुरो हो। खास गरेर कमरेड प्रचण्ड हाम्रो अहिले महाधिवेशन आयोजक समितिको संयोजक, उहाँ चाहिँ आम मान्छेले बुझ्दाखेरि अस्थिर लाग्ने कुरा स्वाभाविक हो। किन जो मान्छे चलायमान हुन्छ, चलायमान हुने मान्छे वास्तवमा अस्थिर नै देखिन्छन्। किनभने चलायमान भनेको एउटै गतिमा बस्दैन, त्यो गति अनुसार हिँडिराख्ने हो कि आज म यहाँ छु, गतिले अर्को ठाउँको माग गर्यो भने ऊ त्यहाँ पुग्छ, अनि पछि फेरि गतिले अर्को ठाउँको माग गर्यो भने त्यहाँ पुग्छ। गतिशील मान्छेहरू स्वाभाविक रूपमा ऊ गतिशील हुन्छ। गतिशील हुने मान्छे चलायमान हुन्छ। चलायमान हुने मान्छेलाई आम मान्छेको बुझाइ भनेको अस्थिर नै बन्न सक्ला, हैन? त्यसकारण अस्थिर भनेर भन्ने कुरा र चलायमान हुने कुरा फरक हो। के माने अस्थिर र केमा चलायमान? त्यसमा हाम्रो अध्यक्ष कमरेड भनेको अस्थिर होइन, चलायमान हो। र चलायमान भनेको कम्युनिस्ट परिवेश र कम्युनिस्ट सिद्धान्तले के भन्छ भने ठोस वस्तुको ठोस विश्लेषण गर्न सक्ने नेता भएन भने त्यो राजनेता हुन सक्दैन भनेको छ कि परिस्थितिको ठोस विश्लेषण गर्नु नै वास्तवमा के हो त भने त्यो नेतामा हुने सर्वगुण हो। तपाईँ हामीलाई थाहा छ, मार्क्सवादलाई सबैले पढे, अहिले पनि पढ्छन्, पढिराख्ने छन्, व्याख्या पनि गर्छन्, विश्लेषण पनि गर्छन्। तर मार्क्सवादभित्रको गुदी कुरो के भने यसको बुझ्ने कुरा ठुलो होइन, हैन, बदल्ने कुरा ठुलो भन्नुभएको छ नि मार्क्सभित्र। त्यही कुरा कमरेड प्रचण्डले गर्नुभएको, गरिराख्नु भएको छ अहिले पनि। हिजो जनयुद्ध लड्ने बेला तपाईँलाई थाहा छ, म थोरै जोडौँ, जनयुद्ध लड्ने बेला पनि हामीलाई धेरैले भन्थे, हामी पनि त्यति बेला जनयुद्धको पुरो सुरुदेखिको पृष्ठभूमिका मान्छेहरू हौँ, हैन? सन् 90बाट मैले मेरो राजनीतिक जीवन सुरुवात गरेको हुँ भारतबाट, हैन? अनि हामीले म नेपालमा 54 सालमा नेपाल आइसकेपछि हामीले के भन्थे भने यिनीहरू भनेको वास्तवमा एउटा केही राजनीतिक पार्टीले हामीले लागेको आरोप भनेको यिनीहरू भनेको हिजोका चल्ला हुन्, आज टेउटेउ गर्छन् पनि भने कसैले। हिजो भर्खरका चल्ला हुन्, आज टेउटेउ गर्छन् पनि भने। त्यो हिजोको भर्खरका चल्ला भनेको त्यो प्रचण्डलाई भनिएको, हिजोका वरिष्ठ राजनीतिक लिडरहरूले भनेको त्यो हिजोको चल्ला भनेको आज टेउटेउ गर्छ भनेर त्यो प्रचण्डलाई भनियो, आरोप लाग्यो। केहीले त्यो पनि भने, केहीले के भने भन्दा यो कुइनाले यो भित्ता चाहिँ फोर्छु भनेर फोर्छु भनेको त्यो चाहिँ मूर्खता मात्र हो। त्यसकारण यिनीहरूको जनयुद्ध भनेको त्यस्तै हो परि भने। र त्यति मात्र होइन, केही राजनीतिक दिग्गजहरूले जुन अहिले चाहिँ अब केपी ओली जस्ता अब लिडरहरूले त अब यो नेपालमा जनयुद्ध सम्पन्न हुनु भनेको गाडामा के अरे बेलगाडामा चढेर अमेरिका पुग्नु जस्तै हो पनि भनेर आरोप पनि लगाए। तर इतिहासले पुष्टि गर्यो कि हामीले संसारलाई बुझ्ने मात्र होइन, मार्क्सवादले बुझ्ने मात्र होइन, मार्क्सवाद अनुसार बदल्नु हो समाजलाई भन्ने कुराको नेतृत्व प्रचण्डले गर्नु हो। समाजले बदल्नु भयो। उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायका अधिकारहरू आज नेपालको संविधानमा चाहिँ चित्रायन भएका छन्, आज ऐना जस्तै स्पष्ट छन् र आम नागरिकले त्यो अधिकार उपयोग गर्न पाएको छ। के हो त ल भन्नुहोस्? भनेपछि हामीले समाजलाई बदल्यौँ। त्यसकारण अहिले पनि हाम्रो अध्यक्षले गर्न खोजेको त्यही हो। त्यसकारणले हामीले पार्टी एकताको जुन एउटा आधार बन्यौँ, हामी हिजो माओवाद थियौँ, आज हामी नेपाली कम्युनिस्ट पार्टी छौँ। र हिजो माओवाद हुनुको वस्तुगत अवस्था त्यही थियो। हिजो हामीले के गर्दै थियौँ भन्दा जनयुद्ध गर्दै थियौँ। तपाईँहरूले यो कुरो कोड गर्नु होला। नेपालको पृष्ठभूमिमा हामीले दीर्घकालीन जनयुद्ध, सशस्त्र जनयुद्ध भनेर दीर्घकालीन जनयुद्ध गर्दै थियौँ। माओवादी पार्टी हाम्रो र नीति र सिद्धान्त चाहिँ माओवादको थियो, हैन? त्यो माओवादको सिद्धान्त आधारमा के गर्नु पर्थ्यो त भन्दा जनयुद्धै गर्न पर्थ्यो कि दीर्घकालीन नयाँ जनवादी क्रान्ति भनेर भन्छ त्यसलाई। हामीले त्यसैको सिद्धान्तको आधारमा त्यही सिद्धान्तलाई प्रतिपादन गर्नको लागि हामीले जनयुद्ध गऱ्यौँ। जनयुद्ध गरेर एउटा अध्याय सुरुवात, हाम्रो अध्याय एउटा सिद्धियो। हामीले संविधान लेख्यौँ,
हामीले संविधानमा सम्पूर्ण उत्पीडित जाति वर्ग क्षेत्र अधिकारलाई लिपिबद्ध गर्यौँ, नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापित गर्यौँ र हाम्रो एक प्रकारले भन्नुहुन्छ भने हामीले सम्पूर्ण वर्ग जाति क्षेत्र हुँदै जाँदा शहीद परिवार बेपत्ताहरू घाइतेहरूको अधिकार हामीले त्यहाँ सुनिश्चित गर्यौँ। अझै पनि तपाईँले म स्मरण गरौँ, नेपाली सेनाको हस्पिटल छ छाउनी, त्यहाँ गएर तपाईँले हेर्नुभयो भने या कैयौँ हस्पिटलहरूमा हामीले केही सहमति गरेका छौँ भने घाइते अपाङ्गहरूलाई निःशुल्क उपचार भनेर आज त्यहाँ पनि साइनबोर्ड छ, कार्यान्वयन छ। हामी जान पर्छ, हामी त्यहाँ उपचार गर्न गयौँ भने छ, तर कैयौँ महँगा उपचारहरू अलिकति असम्भव चाहिँ छन्। तर त्यसलाई के हो त भने आधार त खडा भयो हो भने जसरी फेरि हामीले शहीदहरूका घाइतेहरूका बेपत्ताहरूका आम कार्यकर्ताका पनि जुन अपेक्षा जुन थिए त्यो अनुसार हामीले अलिकति काम गर्न सकेनौँ, या त्यो अपेक्षा अनुसार हामीले अलिकति भनौँ न एउटा खालको चाहिँ व्यवस्था डिलिभरी दिन सकेनौँ। उद्देश्य लक्ष्य र जुन खालको नेपालको परिकल्पना सहित तात्कालीन अवस्थामा सशस्त्र जनयुद्ध लड्नुभयो तपाईँहरू, संविधान पनि तपाईँहरूले भने जस्तै गरी लेख्नुभयो, त्यसभित्र पनि बाधा अडचन थियो होला, तथापि त्यसको कार्यान्वयनको चरणमा आएपछि चाहिँ माओवादीले किन साँच्चीकै संविधान त जनतालाई त्यो हक अधिकार प्रत्याभूत गराउन सकेन, ती एजेन्डाहरू कार्यान्वयन गराउन सकेन, त्यो बारेमा पनि तपाईँले अब यसमा चाहिँ अब धेरै विषयहरू चाहिँ हुन्। खास गरेर हामीले अब त्यो पछिल्लो चरणमा हामीले पार्टीभित्र पनि हामी समीक्षा गरेर आएका छौँ कि हामी केही चाहिँ हामी बिग्रेकै हौँ भन्ने कुरा हाम्रो केन्द्रीय कमिटीदेखि लिएर पार्टीको पदाधिकारीदेखि लिएर एउटा लिएर सबै हुँदै जाँदा हामी वास्तवमा अरू जस्तै हुनुपर्ने होइन हामी, तर हामी चाहिँ अलि त्यस्तै भयौँ कि सरकारको बारम्बार नेतृत्व गर्दाखेरि अलि त्यस्तै भयौँ कि, त्यसकारण हामी अब आत्मसमीक्षा गर्दै हामी फेरि अब रूपान्तरण हुनुपर्ने बाहेक अर्को विकल्प छैन भनेर हामीले पार्टीभित्रै समीक्षा गर्दै पार्टीभित्रै हामी आफै आत्मालोचित हुँदै हामीले चाहिँ अब माओवादीहरू हिजोको भनौँ न यो एकता हुनुभन्दा पहिला माओवादीहरू अब सुध्रिनुपर्छ भनेर हामीले घर घरमा माओवादी जनजन माओवादी भनेर हामीले अभियान चलायौँ र पूर्व पश्चिम हुलाकी मार्ग हुँदै हामीले चाहिँ मेची महाकाली हुँदै हिमाल तराईको हामीले अभियान पनि चलायौँ र त्यही अभियान अहिले पनि हाम्रो चाहिँ चलिरहेको छ। एउटा रूपान्तरको प्रक्रिया आत्मआलोचित हुँदै हामी रूपान्तरको प्रक्रियामा म यहाँसँग जोडिन्छु अझै। जस्तो माओवादी अहिले नेपाली कम्युनिस्ट पार्टीभित्र विलय भयो भन्ने जुन आरोपलाई तपाईँले जसरी पुष्टि गर्नुभयो, यो भित्र पार्टीभित्रै अन्य धेरै पार्टीहरू माओवादीसँग जोडिन आए, तर माओवादी भित्रकै गुट चाहिँ किन बाहिरियो? जस्तो जनार्दन शर्माको एउटा टिम अहिले यो टिमभित्र समाहित हुन सकिन्न भनेर बाहिर गयो, प्रचण्डले नेतृत्व हस्तान्तरण गर्ने लक्ष्य मिसन लिएनन्, आफै नेतृत्वमा जाने सोच बनाए, सो अनुसार अगाडि बढे। अब उहाँबाट चाहिँ देशको रूपान्तरण सम्भव छैन, हामी गर्छौँ, अब ध्रुवीकरण हामी अभियान चलाउँछौँ भनेर उहाँ लगायत तपाईँकै सहकर्मी, तपाईँ नै राज्य मन्त्री हुँदा मन्त्री बन्नुभएको सुदन किरातीको टिमले तपाईँहरूलाई छोडेको छ, के भन्नुहुन्छ? अब खास गरी यस्तो हो, अब उहाँहरूको अहिलेको वैचारिक हिसाबको त्यस्तो चाहिँ मतभेद त हामीले देखेका छैनौँ, किनभने उहाँहरूको छुट्टै त्यस्तो दस्तावेजहरू या कार्यनीतिहरू या रणनीतिहरू त्यस्तो खालको त बाहिर आएको छैन। उहाँले बाहिर उठाएको विषय चाहिँ दुईवटा छ, एउटा माओवादी नाम छोडियो, अर्को गोलाकारभित्रको हँस्य हथौडा चुनाव चिन्ह छोडियो, त्यसकारण चाहिँ अब माओवादीहरू सिद्धे खतम भए आदि इत्यादि भन्ने एउटा उहाँहरूको आरोप चाहिँ छ। अब त्यो आरोप उहाँहरूले भविष्यमा खण्डन गरेर जानु होला, अब त्यो कति आफैमा व्यावहारिक र वैज्ञानिक वस्तुवादी हुन्छ, तर अहिले हामीले खास गरी यो आरोपसँगै हामीले गर्न खोजेको खण्डन र या हाम्रो चाहिँ उत्तर के हो भने हामीले नेपालको परिप्रेक्ष्यमा मैले અહીં तपाईँले भन्दै थिएँ जनयुद्ध गर्दाखेरि हाम्रो त्यो त्यति बेलाको ठोस विश्लेषण नै त्यो थियो, ठोस परिस्थिति ठोस विश्लेषण त्यो थियो, हामीले त्यति बेला त्यो गऱ्यौँ। र पछि जब जनयुद्ध सम्पन्न 19 दिने जनआन्दोलन मार्फत जनयुद्धको जगमा 19 जनआन्दोलनमा जब हाम्रो आन्दोलन चाहिँ अगाडि बढ्यो र हामीले नेपालको संविधान लेख्यौँ, नेपालको संविधान लेखेपछि एउटा अध्याय लगभग सिद्धियो र हामीले नेपालको संविधानमा के चाहिँ परिकल्पना गरेर अगाडि बढ्यौँ त भन्दा नेपालमा अब समाजवाद उन्मुखको व्यवस्था र हुँदै समाजवादमा साम्यवादमा पुग्ने भनेर हामीले त्यो एउटा परिकल्पना व्यवस्था चाहिँ संविधानमा गऱ्यौँ। हामीले संविधानमै हामीले नेपालको संविधानमै समाजवाद उन्मुख भनेर लेखेका छौँ, त्यो तपाईँलाई थाहा छ होइन? संविधान समाजवाद उन्मुख भनेर लेखिसकेका छौँ एउटा। अर्को कुरो हामीले 8औं राष्ट्रिय महाधिवेशनमा पनि हाम्रो राजनीतिक दस्तावेजमा हाम्रो वैचारिक संश्लेषण नै के गरेका छौँ भने अबको नेपालको अवस्था आवश्यकता र मोडल भनेको नेपाली विशेषता अनुसारको समाजवाद हो।
र त्यो समाजवादको मोडेलभित्र के हो त भन्दा आर्थिक सुशासन हो, आर्थिक समृद्धि हो, सामाजिक न्याय हो भन्ने कुरा हामीले त्यहाँ कहीँ पनि जनयुद्ध, दीर्घकालीन जनयुद्ध भनेका छैनौँ। हामी अब कहाँ चाहिँ अध्यायमा प्रवेश गर्दैछौँ त भन्दा हामी नेपाली विशेषता अनुसारको समाजवादतिर, र त्यो समाजवादतिर के छ त भन्दा तपाईँले यहीँ म जोड्न चाहन्छु, त्यही समाजवादतिर हामीले के चाहिँ गरेका छौँ त भन्दा शहीदका सपना, बेपत्ताका सपना, घाइतेका सपना, कार्यकर्ताका सपना, हैन, आम जनमुक्ति सेनाका परिवारका सपना, जनमुक्ति सेनाका सपना पनि के हो त भन्दा नेपालको समाजवादी मोडेलमा अब हामीले के गर्नुपर्छ त भन्दा समृद्ध गर्नुपर्छ। नेपालको व्यवस्था त्यो खालको परिकल्पना गरेर अब हामी जानुपर्छ भनेर हामीले त हिजो जनयुद्ध लड्यौँ। जनयुद्ध लडेर आज हामीले एउटा प्रश्न छ, के पायो होइन, बरु हामीले चाहे अनुसारको त्यो अलि व्यवस्थित गर्न सकेनौँ, व्यावहारिक डेलिभरी दिन सकेनौँ। कारण त्यो पनि के हो त भन्दा तपाईँहरूलाई थाहा छ, कहिले पनि हामी दुईटैको सरकार बनेनौँ। माओवादी, हिजोको माओवादीको दुईटैको बहुमतको सरकार बने भए तपाईँले थाहा छ माओवादीले संविधानमा लेखेको कैयौँ कुरो कार्यान्वयन गरेर जान सक्थ्यो। हेर्नुहोस्, अल्पमतको सरकार हुँदा पनि म तपाईँले स्मरण गराउँ, पहिलो पटक्कै सरकार बन्दाखेरि शहीदहरूमाथि 10 लाख भनेर सरकारले चाहिँ त्यति बेलाको सरकारले 10 लाख राहत व्यवस्था त्यति बेलाकै सरकारले गरेको शहीद परिवारहरूलाई एउटा उपलब्धि आर्थिक रूपमा हेर्नु है, केही गरेका छैनन् भनेर भाष्य निर्माण गरेर हामी निराशाको खोजीतिर पनि जाने होइन। मार्क्सवादले आशा र विश्वासतिर चाहिँ भविष्य खोज्छ, निर्माण गर्छ गरे के। त्यसकारण हामीले 10 लाख त्यति बेला शहीद परिवारहरूलाई हामीले राहत पैसा राज्यबाट छुट्यायौँ। अर्को के गरौँ त भन्दा 32 सिटै हुँदै गर्दा, अस्ति भर्खर कुरो यो 32 सिटै हुँदै गर्दा हाम्रा जनयुद्ध क्रममा महान शहीदहरूलाई राष्ट्रियकरण गर्न सकिएको थिएन। कसले भन्थ्यो त भन्दा शहीद सिर्फ पार्टीले भन्थ्यो, मात्र पार्टीले हामीले शहीद भनेर अब सम्मान गर्ने, नाम लिने, हाम्रा कपीमा हाम्रा डायरीमा मात्र चाहिँ दर्ज हुन्थे। तर राष्ट्रिय चाहिँ एउटा चाहिँ भनौँ न अभिलेखमा, राष्ट्रिय अभिलेखमा अब भोलि हामी चाहिँ मतलब यो सरकार त रहिरहेको छ, यो पार्टी त रहिरहेको छ, व्यक्ति त हामी रहँदैनौँ, भौतिक रूपमा कोही पनि रहने कुरा हुन। अब नरहे पनि यही जनयुद्ध गर्ने लिडरहरू हाम्रो टिम नरहे पनि के हुने त भन्दा इतिहासको कालखण्डमा अभिलेखमा हाम्रा शहीद परिवार रहने भए एकदमै। अनि हामीले अल्पमतको 32 सिटले के गर्यो त भन्दा शहीदहरूलाई राष्ट्रियकरण राष्ट्रिय रूपमा चाहिँ दर्जा प्रदान गर्ने हिसाबले तपाईँले थाहा छ अभिलेखमा चाहिँ दर्जा गराउने काम गर्यो अस्ति भर्खर। भनेपछि शहीदहरूको हकमा पनि त्यो छ, घाइतेहरूको हकमा पनि त्यो। अब यसैले अझ बढी समृद्ध, यसैले अझ बढी व्यवस्थित गर्नलाई अब अर्को अध्याय के हो त समाजवाद नै हो। त्यो चाहिँ नेपालको विशेषता अनुसार समाजवाद हो। त्यो समाजमा नजानलाई अब अर्को म तपाईँले के जोडौँ भन्दा समाजमा नजानलाई हामीले जसरी परिभाषा चाहिँ गरेका छौँ, जसरी परिभाषाले हामीले इङ्गित गरेका छौँ, त्यो अनुसार हाम्रो अब माओवाद या गोलागर हँसी हतोडा भित्र चाहिँ विचार छोड्नु हो या चाहिँ यो भित्र चाहिँ हामीले विचारले अझ बढी समृद्ध गरेर अगाडि बढेका छौँ भन्ने कुराको पुष्टि यहाँ हो। एकदमै यो अर्को कुरो म तपाईँलाई अर्को कुरो के भने हामीले विचार छोडेका छैनौँ, नेतृत्व पनि हामीसँगै छ। त्यस कारणले हामीले चाहिँ अहिले छ नि विचलन भए आदि माओवादीले छोड्यो भनेर जुन छ नि, यो किन चाहिँ हो नि हामीले नाम परिवर्तन गरेका हौँ। व्यवस्थालाई अर्को व्यवस्थालाई नेतृत्व गर्नलाई, अर्को व्यवस्थालाई चाहिँ प्राप्त गर्नलाई हामीले व्यवस्थाको थोरै चाहिँ नाम मोडेल चेन्ज गरेका हौँ। तर त्यसो गर्दाखेरि फेरि हामीलाई चाहिएको के हो? अब यहाँ एउटा प्रश्न छ, हामीलाई चाहिएको गोलागर हँसी हतोडा मात्र हो या नेपाली सुहाउँदो समाजवाद हो या समाजवादमा पुग्दै साम्यवाद हो भन्दा हामीलाई चाहियो के हो भने नेपाली विशेषता अनुसारको समाजवाद हो, जुन समाजवाद हामीले संविधानमा लेखिसकेका छौँ र हाम्रो 8औं राष्ट्रिय महाधिवेशनले त्यसलाई आफ्नो रणनीति बनाइसकेका छ। त्यो अनुसार कार्यक्रम बनाउने कुरा हुन्छ। त्यो अनुसार जानलाई अब हामी जुन शक्तिहरू मिलेर चाहिँ हामी जान सकिन्छ, दृष्टिकोण मिल्ने, विचार मिल्ने, यही आधार यही विचार मिल्ने, यो एकता अभियान अझै अगाडि बढ्छ, अझै फराकिलो बन्न सक्छ। त्यसमा म तपाईसँग जोडिन चाहन्छु। तपाईँ एउटा सुशासनको पक्षमा, भ्रष्टाचारको विरुद्धमा खुलेर बुलन्द आफूलाई आवाज निकाल्ने महिला नेत्रीको रूपमा स्थापित व्यक्तित्व हुनुहुन्छ। तपाईँ आफै पनि राज्य मन्त्री भइसक्नु भएको, यो मुलुक चलाइसकेको अनुभव पनि तपाईसँग छ। नेपालका माओवादी केही नेताहरू भ्रष्टाचारमा डुबेको कारण, भ्रष्टाचारमा लिप्त भएको कारणले पनि माओवादी प्रतिको जनआकर्षण घटेको हो भनेर एउटा निष्कर्ष निस्केको अवस्था छ। तपाईले फेसबुक वालमा आफैले पनि लेख्नु भएको विषय छ, पशुपतिको दाह संस्कार
मा इलेक्ट्रिक मेसिन खरिदमा भ्रष्टाचार भएको विषय आफ्नै सहकर्मी भए पनि आफ्नै वैचारिक हिसाबमा मिल्ने भए पनि तपाईँले प्रश्न उठाएर महिलाको एउटा हिम्मत राख्नु भएको छ, देशको पक्षमा एउटा आवाज निकाल्नु भएको छ। त्यसको वास्तविकता चाहिँ के रहेछ हजुरले खुलाइदिनुहोस्। अब यसको बारेमा यस्तो, म पनि त्यति बेला राज्य मन्त्री थिएँ। अब त्यसको मन्त्री चाहिँ सुदन किरातीजी हुनुहुन्थ्यो। अब यो विषय खास गरेर अख्तियारसम्म पुगिसके विषय हो र अख्तियारले छानबिन गरेर तथ्य सत्य खोजेर कारवाही गर्ने अधिकार भनेको अख्तियारको हो। तर म त्यही हुँदैखेरिको विषयहरू भएको हुनाले अब मसँग जोडिने कुरा स्वाभाविक हो र स्वाभाविकसँगै केही आशंकाहरूका तीरहरू फेरि अब मन्त्रीजीसँग विशेष गरेर मन्त्री भएको कारणले कार्यकारी पद मन्त्री भएको हुनाले र उहाँ त्यो बैठकको जुन फेरि पशुपति विकास कोषको बैठकको उहाँ अध्यक्ष हो, आफै फेरि त्यो विकास कोषको अध्यक्ष हुन्छ उहाँ, हामी आमन्त्रित सदस्य हुन्छौँ। अनि त्यसको अध्यक्ष भएको हुनाले पनि केही चाहिँ आशंकाहरू उहाँमा जोडिने कुरा स्वाभाविक हो। त्यो कसरी पनि जोडियो भने एउटा म तपाईँले यहीँ खोलौँ, यो खास गरेर उहाँसँग अलिक बढी आशंका पनि कसरी जोडियो भने त्यति बेला त्यो शब्द किन्ने मिसिनको बारेमा टेन्डर चाहिँ 2टा कम्पनीले हालेको भन्ने छ र एउटा चाहिँ त्यही शब्द किन्ने नै कम्पनी रहेछ। त्यसको नाम मलाई अहिले कन्ठ छैन, त्यो छ त्यहीँ उसमा, शब्द किन्ने नै कम्पनी रहेछ। अर्को चाहिँ प्रिन्टर मेसिन किन्ने कम्पनी रहेछ। अनि पछि मलाई जानकारी के आयो भने शब्द किन्ने मेसिनलाई बाइपास गरेर प्रिन्टर मेसिन किन्ने मेसिनलाई इन गरेर, होइन त्यसलाई आउट गरे, उसलाई इन गरेर अनि सबै परपञ्च भनौँ कागज पत्र सबै परपञ्च त्यही प्रिन्टर मेसिन किन्ने वरिपरि चाहिँ त्यसलाई वैधानिक बनाएर त्यसलाई चाहिँ अब खरिद प्रक्रियाको चाहिँ मापदण्ड पनि त्यतै जोडेर अब उसले चाहिँ अब खरिद प्रक्रियामा के भएन भन्ने गराएर के हो अब त्यो सबै गराएर अनि प्रिन्टर किन्ने मेसिनलाई शब्द किन्यो, शब्द किनेर ल्यायो भन्ने होइन। त्यहीँनिर एक खालको आशंका उत्पन्न भयो, एउटा आशंका त्यहीँनिर भयो। अब अर्को आशंका पुष्टि कहाँ भयो त भन्दा मलाई त धेरै पछि थाहा भयो, होइन पछि त्यो मेसिन छिटो बिग्रेछ। अरे छिटो बिग्रिसकेपछि यो चाहिँ बना डेन्ट गर भन्दाखेरि उसले गर्दैन। उसले के गरेछ भने मेरो पैसा पुरा दे, पहिला मेरो पैसा दे, निकास दे, बल्ल म गर्छु भन्ने कुरा आएछ। अनि उनीहरूले पैसा पुरै दिएनन् गरे, विकास समितिले दिएनन् भन्ने चाहिँ म ठ्याक्कै त्यो अब मान्छेहरूसँग त मेरो कुरा भएको छैन, मैले सुनेको त्यही पनि त्यो म अख्तियारमा गर्दा। अनि पैसा नदिएको कारणले अनि त्यो चाहिँ के भएछ भने खास गरेर विषयहरू बाहिर आएको भन्ने चाहिँ त्यो छ। सायद यिनीहरूले त्यो विकास समितिले पशुपति विकास कोषले पैसा समयमै दिएको अनि उसले पनि बिग्रे पनि पछि बनाइदिनु नबनाइदिनु उनीहरू कति वर्षको सायद के होला, खै कति वर्षमा बनाइदिनु भन्ने उनीहरू एग्रिमेन्ट होला सायद, त्यो भित्र चाहिँ उनीहरूले बनाइदिन्थ्यो होला। बनाइदिएको भए यो कुरो पनि बाहिर आउने थिएन होला। उता अग्रिम पेस्की पनि पुरा नभइसकेको, यता चाहिँ त्यो लिएको मान्छेले पनि अब मलाई लाग्छ त्यो मेसिन छिटो बिग्रेको कारणले त्यो चाहिँ उनले नबनाइसकेको कारणले यी कुराहरू बाहिर आए। बाहिर आइसकेपछि अब धेरै कुरा आशंका चाहिँ के भयो भने अब अरू सबै चाहिँ अहिले मैले सुन्छु, मलाई त म त ठ्याक्कै नामको हो त छ होइन, केही मान्छेहरूको नाम पनि बाहिर आयो, केही मान्छेहरू चाहिँ अख्तियारमा परिसके आदि इत्यादि पनि भन्ने सुन्छु मैले, होइन। अब त्यो अख्तियार काम हो, तथ्य सत्य के हो, प्रमाण के हो कि होइन भन्ने कुरा खोज्ने काम हो। अनि खास गरेर यसरी चाहिँ आशंकाहरू भइरहेको हुनाले अब जवाबदेही निकायले जवाब दिने चाहिँ पर्छ भन्ने कुरा चाहिँ हो मेरो, होइन। त्यस कारणले खास गरेर धेरै चाहिँ हामी जसरी अहिले उहाँहरू अब एउटा खास गरेर यो विषय के हो भने उहाँहरूले अलि जसरी अहिले अरूले अलि बढी आरोप लाउँदै हुनुहुन्छ नि, अलि बढी फरक खालको आरोप लाउँदै हुनुहुन्छ नि, त्यो आरोप लाउँदाखेरि आफू पनि कति पानीमा छु भनेर पहिला हेर्नुपर्छ। उहाँहरू धेरै ओभानो हुनुहुन्न, फेरि सिधा कुरा। अब यो काम भनेको अख्तियार काम हो, छानबिन सिबिआई, नेपालमा सिबिआई छ, अख्तियार अनुसन्धान छ, उसले अनुसन्धान गर्ने। हामीले त अधिकार पनि छैन। हामी अहिले त अब पार्टीको एउटा जिम्मेवार नेतृत्वमा छौँ। आवश्यक पऱ्यो भने भोलि हाम्रो ठाउँबाट गर्न परेछ भने त्यो गरौँला, छुट्टै कुरा हो। तर सरकारी भएको हुनाले यो पार्टीभित्रको लेबीको हिनाबिना त होइन, त्यस कारण हामीले गर्ने, यो त सरकारको कुरो। त्यस कारण उहाँहरू धेरै पानीमाथिको भानु हुनुहुन्न, किनभने उहाँहरूको हिजोको चाहिँ आर्थिक अवस्थाको चाहिँ स्थिति तपाईँहरू त अझ अब खोज्नुहोस् न अझै, उहाँको जिल्लाको अवस्था हिजो उहाँको के थियो, उहाँ कस्तो अवस्था हुनुहुन्थ्यो, होइन। र अहिले उहाँको उठबस रहनसहन आदि इत्यादि। म राज्य मन्त्री भएर निस्केको मान्छे हो, अहिले अब हामीलाई अब म राज्य मन्त्री हुँदाखेरि मलाई यो कोठा भाडा दिन सजिलै भएको थियो। अब मेरो यो कोठा भाडा दिन पनि मैले आय स्रोत अब एउटाको मात्र आय स्रोतले मेरो श्रीमानको मात्र तलबले पुग्दैन भन्ने मलाई चिन्ता जागिसकेको छ। भनेपछि बाहिरी यस्तै स्रोत हुन्थ्यो भने त मलाई पनि राम्रै हुन्थ्यो होला, होइन।
बनाउन सक्ने नियत भइदियो भए त। त्यसकारण हामीले त्यस्ता सोच्दैन, सोचेनौँ, सोच्ने कुरा पनि भएन राज्यको एउटा चाहिँ अब भनौँ न सम्पत्तिमाथि। तर उहाँहरूको अहिलेको उठबस, उहाँहरूको वाइफाई, उहाँहरूको जुन खालको एउटा क्वालिटी म्यानेज छ त्यो हिसाबले के देखिन्छन्, उहाँहरू धेरै पानीमाथि उभानो हुनुहुन्न। आवश्यक पऱ्यो भने भोलि कैयौँ तथ्यहरू हुन सक्छन्, आवश्यकता पर्दा घडीमा बाहिर आउन नि सक्छन्। फेरि त्यो पनि हो। नेपाली कम्युनिस्ट नेताहरूले यो खालको व्यवहार र यो खालको चाहिँ व्यवहार देखाउँदै गर्दा जनतामा निराशा चाहिँ बढेको हो। यस्तै कारणले अब एउटा कुरा के भयो भने यस्तै कारणले सबैमाथि चाहिँ अब आशंका पैदा भयो कि हैन। यस्तै अब म यो जो सबै मान्छे खराब र सबै मान्छे बेठिक पनि भन्दैन हेर्नुहोस्। तर हामी पनि माओवादीलाई जुन हेर्ने, हिजोको माओवादीले हेर्ने जुन दृष्टिकोण थियो नि, एउटा आधारभूत वर्ग समुदायबाट आएका माओवादीहरू इमान्दार हुन्छन्, अब यिनी चाहिँ एकदमै ठिक हुन्छन् भन्ने थियो। हामीले पनि सरकारमा आइसकेपछि केही मत्ता त हामीलाई चढेको हेर्नु, सत्ता भत्ता र मत्ता जुन भन्छ नि, यो सत्ता भत्ता र मत्ता चाहिँ हामीलाई पनि अलिअलि चढेकै हो। फेरि मैले यो एकदमै हामी फेरि सबै चाहिँ ठिक हो भनेर सकेँ, हामीले पनि चाहिँ चढ्यो कि, किनभने हामीले त्यो गर्दै जाँदाखेरि हाम्रा हाइफाई, हाम्रा उठबस, हाम्रा सङ्गत, हाम्रा खानपिन, हाम्रा लाउने, हाम्रो हैसियत त होइन नि त त्यो लाउने हैन। हाम्रो हैसियत होइन। हामी हिजो सामान्य एउटा आफ्नो व्यवसाय गरेर आएको भए पनि बढीमा कति हजारकै लुगा लाउँथ्यौँ होला र, कति हजारकै के गर्थ्यौँ होला र। तर पछिल्लो चरणमा भलै जुनसुकै परिस्थितिबाट आए पनि हामी एउटा अब स्तरमा गइसकेपछि त्यो खालको एउटा चाहिँ हाम्रो अलि जुन बन्यो, यो जनतासँगको अलिकति टाढाको विषय बन्यो कि, त्यसलाई पचाउन सकेन। त्यसकारण हामीले त्यसलाई पनि पार्टीभित्र समीक्षा भइसकेपछि छ, अहिले सुधार गर्न पर्छ, यो चाहिँ गलत भयो। हामी अब एउटा सरल प्रकार र स्वाभाविक प्रकारको चाहिँ अब हामीले जीवन व्यवहारले अँगाल्न पर्छ भनेर हाम्रो लिडरले त हामीलाई निर्देशन गरिसक्नु भएको छ। हामी त्यो प्रकारले जाने भनेर हिजोकै माओवादी नेपाली कम्युनिस्ट पार्टी नबन्दै हामीले त्यो प्रतिबद्धता गरेर अगाडि बढिसकेका छौँ र त्यो गर्ने प्रक्रियामा लगभग लिडरदेखि हामी सबै पनि एउटा खालको त्यो टिम चाहिँ अगाडि बढिसकेका छ। तर फेरि यो गर्दै गर्दा पनि के हुन्छ भने खराबभित्र मार्क्सवादले विज्ञानले भने जस्तै नकारभित्र सकार, सकारभित्र नकार त हुन्छ। फेरि हामी यो गर्दै जाँदा पनि फेरि केही नराम्रो व्यक्ति त यहाँ पनि हुन सक्छन् फेरि, अनि यो गर्दै जाँदा केही राम्रा व्यक्ति हुन सक्छन्। त्यस कारणले यी यस्तै व्यक्तिहरूले गर्दाखेरि खास गरेर हिजोको चाहिँ माओवादी पार्टीको व्यक्तिहरू, लिडरहरूमाथि चाहिँ एउटा आक्षेप अथवा एउटा भनौँ न आशंका अथवा चाहिँ भरोसा कम भएको कारण त्यो पनि हो एउटा। एकदमै हामी समयको पाबन्दीमा पनि आइपुगेका छौँ, अन्तिममा छौँ। हजुर, अन्तिममा तपाईँ एउटा साँच्चीकै भन्ने भने तपाईँले भने जस्तै यो देशमा पछाडि परेका वर्ग, समुदाय, क्षेत्र, लिङ्ग सबैको एउटा चाहिँ राष्ट्रिय मूलधारमा उनीहरू आउनुपर्छ, उनीहरूले न्याय पाउनुपर्छ, हक अधिकारहरू स्थापित गराउनुपर्छ भनेर जनयुद्धमै लडेको एउटा महिला नेत्री हुनुहुन्छ। यो देशको समृद्धिका निमित्त आज यो देशमा भविष्य नदेखेर हरेक युवाहरू विदेशी नै अवस्था बनेको छ। यो देशका उब्जाउ योग्य जमिनहरू आज बाँझो अवस्थामा छन्। यी सबैको उचित व्यवस्थापनका निमित्त यो देशका नेताहरूले यो देशलाई सिङ्गापुर बनाउँछु, यो देशलाई संसारकै राम्रो स्विजरल्यान्ड बनाउँछु भनेर कुर्लने ती नेताहरूले, भाषण गर्ने नेताहरूले अब साँच्चीकै फिल्डमा के गर्नु पर्ला तपाईँको सल्लाह छोटोमा? अब साँच्चैकै भन्ने भने हामीले त खास गरेर अहिले तपाईँले थाहा छ सरकारको माध्यमबाट पनि हामीले त्यो गर्ने कोसिस तपाईँहरूलाई थाहा छ गरिसकेका हौँ। हामीले चाहिँ खास गरेर 1 वर्ष 3 वर्ष हुँदै हामीले एउटा लक्ष्य राखेर हामीले चाहिँ आइटी मार्फत पनि 1 वर्षमा 5000 रोजगारी भनेर हाम्रो चाहिँ आफ्नै खालको एउटा चाहिँ युवाहरूलाई रोजगारी दिने एउटा कार्यविधि बनिसकेको थियो सरकारमा हुँदाखेरि। किनभने त्यो निर्माण गर्ने भनेको सरकार प्रक्रियाबाट हो कि। अनि कसरी चाहिँ युवाहरूलाई रोजगारी दिने त भनेर एउटा खालको मोडेल चाहिँ खास गरेर वर्षमान पुन अनन्त कमरेड हुँदाखेरि, अर्थमन्त्री हुँदाखेरि र प्रचण्ड प्रधानमन्त्री हुँदाखेरि हामी सरकारमा हुँदाखेरि एउटा खालको मोडेल हामीले पेश गरिरहेको छ। नेपालमा कसरी समृद्धि र कसरी खास गरेर युवाहरूले रोक्न सकिन्छ विदेश जानबाट भनेर हामीले एउटा खाका पेश गरेको हो। त्यो छर्लङ्ग छ हैन। त्यसलाई अब हामीले हाम्रो सरकारको बेलामा कसरी चाहिँ गर्न खोजेको भन्ने एउटा मोडेल आइसकेको कुरा छ। अब रह्यो हामी अहिले खास गरेर सरकारभन्दा पनि बाहिर, अझ त्यसमा भन्दा पनि अब हामीले अहिले संसद पनि नभएको बेलामा हाम्रो पार्टीको धारणाबाट बोल्दाखेरि हामीले अहिले खास गरेर उत्पादनको माध्यमबाट अब युवाहरूलाई देशमै जोड्न पर्छ र त्यो उत्पादनको मोडेल चाहिँ अब हामीले अलिकति चाहिँ जस्तो तपाईँले भने जस्तै बाँझो जमिनहरू छ, बाँझो जमिनहरूलाई हामीले अलि त्यसलाई सामू खेतीकरण गर्ने, चक्लाबन्दी गर्ने र त्यसलाई चक्लाबन्दीको माध्यमबाट चाहिँ हामीले के गर्ने त भन्दा कोरियामा जति पनि इपिएस मार्फत हाम्रा रातो क्याप लाएर जानुहुन्छ भाइ बहिनी, उहाँहरू त्यही कृषि गर्न जानुहुन्छ कि त्यो देशमा गएर कृषि गरेर आएको पैसा आधा पैसा आउँछ भने पनि त्यो यहाँ बसेर जित्तिन्छ हेर्नुहोस्। तर हामीले त्यसलाई सन्तुष्ट गराउने कसरी भन्ने छ कि अहिले मान्छेले विदेशमा गएर कमाएको चाहिँ 30,000 ठुलो देख्छ हेर्नुहोस्,
दुबई कतार गएर कमाएको 30-35 हजार 40 हजार ठुलो देख्छ। यही दुःख गरेर कमाएको 30-35 हजार उसले कम देख्छ। सिधै हामीले कहीँ युवाहरूले के भन्नुहुन्छ भने कमाउँ त यति हजार आउँछ दिदी, तर के हुन्छ भने त्यो दैनिक खर्च हुन्छ, उहाँ चाहिँ एकमुष्ट बच्छ भन्नुहुन्छ। त्यो बचे पनि यहाँ नबचे पनि फाइदा चाहिँ यहाँ छ। किन छ भने परिवारसित छ, समाजले चिन्छ, परिवारले चिन्छ, उनी त्यो समाजमा भोलि सामाजिक अभियन्ता राजनेता भएर जन्मिन सक्छन्। त्यसकारण हामीले आगामी दिनमा उहाँहरूलाई अब यही देशमा रोक्नको लागि पनि उत्पादन, तपाईँले थाहा छ, म तपाईँलाई भनिदिइहाल्छु, हाम्रो अहिले पूर्व चाहिँ राष्ट्रपति जो हुनुहुन्थ्यो जुन पासाङ कमरेड र नन्दकिशोर पुन जुन हुनुहुन्थ्यो, उहाँको नेतृत्वमा हामीले उत्पादन विभाग भनेर गठन गरेका छौँ। खास गरेर यो उत्पादन विभाग भनेको सबै जिल्लामा सबै पालिकामा बनाउने र त्यसलाई मैले भनेअनुसार सबै कार्यकर्ताहरूको पनि आफ्नो त्यही स्वामित्व हुने र त्यसलाई सामूहिक रूपमा चक्लाबन्दीको रूपमा अरू के मोडल हुनसक्छ त्यो गरेर उहाँलाई यहीँ रोक्ने, उत्पादनलाई प्राथमिकता दिने, वैज्ञानिकीकरण गरेर उहाँलाई यहीँ रोक्ने। सुरुमा मान्छेले गाह्रो होला, तर पछि बिस्तारै गर्दै जाँदा एउटा नमुना बन्दै गयो भने अर्कोलाई पनि बल्ल त्यो नमुना देखेर अनि रोकिने माध्यम बन्ला। यो आजै भोलि पर्सि त हुँदैन, किन एउटा खेती उत्पादन गर्न 6 महिना लाग्छ। त्यस कारण मान्छेलाई धैर्य गर्न पर्यो र हामीले त्यसलाई मोडेल गरेर अगाडि ल्याउन पर्यो भन्ने चाहिँ यो चाहिँ हामीले, हाम्रो पार्टीले त्यो नीति पनि बनाइसक्यो भने त्यसलाई अब हामी कार्यान्वयन गर्छौँ। हुन्छ, अत्यन्तै व्यस्त समयका बावजुद पनि यो महत्त्वपूर्ण समय अनि संवादको निमित्त यहाँलाई धेरै धेरै धन्यवाद। हस्, तपाईँलाई पनि धन्यवाद र तपाईँको मिडियालाई पनि धन्यवाद। थ्याङ्क यू।